बच्चालाई के अधिकार छैन न्याय माग्ने? यो बच्चा रोडमा आउनुपर्छ। हाम्रो नेपालको कानुन यो छ, जन्मिन बित्तिकै आमाको न्यायको लागि रोडमा सुत्नु पर्ने छ यो बच्चा। अनि त्यही भएर म चाहिँ यहीँबाट भन्दछु म सरकारलाई, साँच्चै सरकार तपाईँले चाहिँ छिटोभन्दा छिटो सुनिदिनुहोस्। यो दुईवटा नाबालक लिएर म रोडमा बसिरहेको छु। साँच्चै भन्दाखेरि चाहिँ अब अहिले आएको हाम्रो नयाँ सरकारले चाहिँ न्याय दिनुहुन्छ भन्ने म पूर्ण आशा छ। सँगसँगै म यति भनेर बिदा हुन्छु। अनि सँगसँगै हाम्रो जेन्जी भाइ बहिनीको बुवा मम्मी पनि यहाँ कति बस्नु भएको रहेछ, साँच्चै उहाँहरूको पनि न्याय सुनिदिनु होला। किनभने त्यो भाइ बहिनी मेरो पनि छोराछोरी हो। चाहिँ अक्सिजन लगाइदिनु भन्यो अनि उहाँहरूले चाहिँ बाफ लगाइदिनु भयो, धेरै हेरसिक्रै गर्नुभयो उहाँहरूले चाहिँ। अनि साँच्चै म यहाँबाट चाहिँ सरकारलाई के भन्दछु भने सरकारले चाहिँ यो छानबिन चाहिँ छिटोभन्दा छिटो गर्नुभएको होस् भन्छु। अनि किनभने हामीले जिताएर ल्याएको सरकार हुनुहुन्छ नि त। अहिले त पहिला त अर्को हुनुहुन्थ्यो, हामीले न्याय पाउँछौँ पाउँदैनौँ थाहा थिएन। तर अहिले त हामीले जिताएर ल्याएको नयाँ सरकार हुनुहुन्थ्यो, हामीमा धेरै आशा थियो, आशा पलाएका थियौँ। साँच्चै हामी म भन्दाखेरि मेरो पीडा सँगसँगै हाम्रो जेन्जी भाइहरू पनि 22 र 23 को आन्दोलनमा धेरैले ज्यान गुमाउनु भएको छ होइन। तर यही जेन्जी भाइहरूले नै ज्यान गुमाएर हाम्रो सरकारमाथि जानुभएको हो। साँच्चै यो सरकारले चाहिँ के हेरिरहेको छ भन्छु म। आज म आएर बसेको पनि आज 9-10 दिन भइसक्यो होइन। यस्तो खुल्ला आकाशमा बसेको छु।